यो चाहिँ क्षमाको लागि हो होइन। तर मैले जति नै गर्दा पनि उसलाई सम्झाउनु पनि सकेन, बुझाउनु पनि सकेन होइन। तर ठिक छ, मैले उसको लागि चाहिँ अलि चाहिँ सङ अनि अलि फ्री स्टाइल मिलाएर हान्छु। कस्तो लाग्छ जस्ट बिटमा होइन। या धेरै माया छ तर है, तिमीले जेसुकै सोचे नि ठिक छ। तिमीलाई मैले बुझाउनै सकेन नि त मायाको बारेमा होइन, मलाई नि थाहा छैन। कसरी भनौँ तिमीलाई मनदेखि चाहन्थे, चाको भए सायद अर्कै केटी पनि पाउँथे। मैले सोचा थिएँ तिमीसँग छुट्टै प्लान, तिम्रै लागि बन्न पुगेछु म बदनाम। आफ्नैसँग लफडा त्यसैले हार मैले खाएँ, गल्ती तिम्रो भए पनि सजाय मैले पाएँ। देखेँ तिम्रो गल्ती चुप लागि सहे, तिमीले नबुझेपछि म हराउँदै गएँ। अझै पनि भन्छु हेर मालेर हो हेर, बुझाउँदैछु म बुझ्नलाई लेट नगर। के नै भन्नु छ र 2 दिने जिन्दगीमा, भन्दैछु तिमीलाई घमण्ड नगर। जानु छ एक दिन सबै खरानी भएर, अब खरानी भएर, अब के नै भन्नु छ र यो। कहाँ छौ तिमी के गर्दैछौ अहिले, याद आउने गर्छ होला साँझ पर्दा जहिले। थाहा छैन गल्ती तिमीले गर्यौ या मैले, कसरी फसौँ खै हामी त्यो काँडे जालमा। साँच्चै गाह्रो हुँदो रहेछ त्यो माया जालमा, त्यो माया जालमा। एक बारको जुनी पाएँ आमाको कोखबाट, त्यही जिन्दगी बर्बाद भयो केटीको हातबाट। फाइदा कहिले चाहिन मैले अर्काको साथबाट, माने भए सुध्रिन्थे होला मनी बाउको लातबाट। बाउ आमाको कुरा नसुनी गलत बाटो रोजेछु, बाउ आमा भन्ने चिज के रहेछ बल्ल बुझ्दैछु। बिस्तारै सबै कुराहरू मैले बुझ्दैछु, दिमागमा टेन्सन दिने कुराहरू सबै भुल्दैछु। दिमागमा टेन्सन दिने कुराहरू सबै अहिले भुल्दैछु। छोड्न मन त का थियो नेपाल बाधे ताली छोड्नु पर्यो, परिस्थिति आउँदाखेरि स्कुलहरू छोड्नु पर्यो। भरोसा टुट्यो अनि आशहरू मार्नु पर्यो, सजाको सपना सबै आगोमा जले। आँट त गर्नै पर्छ फेल होस् भले, भन्नेले जेसुकै भनोस् मलाई लाग्दैन कसैको बाल। सबैको थाहा छ मलाई चरित्र चाल, जस्तो भयो नि जिउ डाल ब्रो। जिन्दगीमा यस्तै छ तर पनि खै किन यहाँ मुजी जलिरहेको मैले गर्न खोजेँ धेरै कुरा अझसम्म खै किन, गर्न खोज्दा खोज्दै किन अड्किरहेको छ। जिन्दगीमा जहिले पनि आयो काँडे तार, गर्नुपर्ने हुँदो रहेछ त्यसलाई पनि पार। समुद्र बन्दा फेरि बन्नुपर्छ सार, कहिले पनि जिन्दगीमा मान्नुहुन्न हार। किनकि साथमा हुन्छ आमाको आशीर्वाद, गर्न खोज्छ जहिले पनि गर्दैन विश्वासघात। सबैजनाहरू दिन्छु भन्छ जहिले पनि साथ, तर विश्वास सबैजनाहरू घात। बिटबक्स मेरो सहारा, मोबाइल मेरो आत्मा, भन्नु पर्दा खासमा कोही छैन मेरो साथमा। मरिजाँदा लासमा कोही हुँदैन तेरो साथमा, त्यसैले गर्न छोड्दै भइगयो अर्काको वास्ता। भरोसा राख आफ्नो विश्वासमा होइन। ठिक छ, कस्तो लाग्यो होइन। अब यस्तै हो होइन। कोही यस्तो ऱ्याप्छ भन्ने केटाहरू छ भने चाहिँ मलाई चाहिँ मेसेज गर्दा हुन्छ, म चाहिँ यस्तो ऱ्याप्छ रेकर्ड गर्ने भन्ने हो। तर मेरो परिस्थिति नै त्यस्तै भयो, फोन पनि हेरेन क्या अब त्यस्तै छ होइन। फोनले पनि त्यति भ्याउँदैन यो रेकर्ड सेकर्ड गर्दाखेरि, भिडियो पनि बवाल आउँदैन कि होइन। त्यही भएर अब के भन्नु होइन, यस्तै छ, यस्तै हो जिन्दगी। अब फ्री स्टाइल ग्याङ्गस्टर हान्नुपर्छ। बाई गाइज है, बाई है।